कब्जाजीलाई चाहिँ अब कब्जाजी चाहिँ फाइनल्ली हिमाल पनि चढ्नु भयो। कुन हिमाल चढ्नु भयो? सगरमाथा। अनि अर्को अर्को कुन छ अरे? अर्को कुन चढ्नु भयो? सगरमाथा त थाहा छ। लोचे लोचे ए रोचे भन्ने हिमाल। रोचे लो 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 लोचे लोचे ए लोचे। तर कस्तो फिल भयो तपाईँलाई त्यहाँ जाँदाखेरि? अनि फाइनल्ली आइयो होइन काठमाडौँ पनि। दाइलाई पनि दाइसँग त अब के गर्नु भइसक्यो होइन। अनि यहाँ काठमाडौँ आउनुभएको थियो पहिल्यै कि अहिले आउनुभएको? ए हो र काठमाडौँमा अब तपाईँ त हिमाल त चलिरहनुहुन्छ होइन? बेला 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 चढ्नुहुन्छ कि गर्नुहुन्छ? ए सधैँ गइरहनुहुन्छ? जानु भन न त। ए सिजनमा सिजन अनुसार हुन्छ। ए हो सजिलो म नबुझेर पनि हो होइन फाइनली। र यसो गरेर अब उहाँसँग त नयाँ भर्खर यस्तो फिल्ममा पनि मलाई भिज्दैछु होइन। भाइलाई कहिले लानुहुन्छ? भाइलाई कहिले लानुहुन्छ? तपाईँलाई पनि अब कहिले जानुहुन्छ त्यतिकै कति टाइम लाग्छ होला शिवलाई सगरमाथा चढ्नलाई? 1 वर्ष लाग्छ क्या? 1 वर्ष लाग्छ? 1 वर्ष लाग्दैन। कति? 1 वर्ष त लाग्दैन। ठ्याक्कै एक्ज्याक्ट 360 दिन 365 दिन। ठिक छ अब फेरि बाँचिन्छ कि मरिन्छ थाहा छैन होइन। त्यही पनि आई डोन्ट नो। अब पनि गएको छैन। Anyway. ठिक छ। थ्याङ्क यू सो मच। बाई बाई बाई।